यो एउटा सपनाहरूको कथा। के गरौँ कसो गरौँ भन्ने बेला युवाहरूले पाएको ज्ञान, सिप र आत्मविश्वासको कथा। आफूले बजाएको बाजा छाड्न लागिसकेका कृष्ण दमाईको कथा। यो हाम्रो पेसा भनेको यही बाजा बजाउने पुर्खेली पेसा थियो र सिलाउने र गाउँ प्रथामा अब त्यही अब बाली प्रथा वर्ष दिन गरेर 6 महिना गुजारा नचल्ने खालको पेसा नै थियो। अहिले त्यो पेसामा पनि अब अलिकति केही पढे लेखा युवकहरूले अब त्यो बुझिसके यसमा हाम्रो गुजारा चल्दैन भनेर अहिले अब अलि आलाखा पाखा लागेछन्। अहिले हाम्रो यो नेपाली बस्ने भन्ने नेपाली बस्तीमा हाम्रो 18-19 घर थियो। अहिले अब झडेर अब यति यो जीविकोपार्जन नहुने कारणले कोही अब अहिले घटेर आएर हामी लगभग 13वटा घर जति यो हाम्रो भैरम टोलसम्म भन्ने छ। अहिले 13वटा घर मात्रै स्थापित छ यहाँ। नेपाली भन्नाले अब हाम्रो परिवारभित्रमा अब यही छ। रमेश परियारका हजुरबा पञ्चे बाजा बजाउँथे। घरभरि बाजा थिए। उनका बाबुले भने कहिल्यै बाजा बजाएनन्। अलिकति पढे अनि भारततिर गए। रमेश भने यिनै बाजाहरूमा आफ्नो भविष्य खोज्दैछन्। हजुरबुवा अब भएको बेला अलि म सानै थिएँ। अलि मलाई अब सानै सन्जी अब बजाउने रहर लाग्थ्यो। बाजेको पालामा अब बाजाहरू पनि घरमा अब टन्नै थियो। अनि बुवा अनि पढ्नुहुन्थ्यो। अब बुवा अब पढ्नुभयो। हमाट म बजाउन जान्छु भन्दा अब छोरा पढ्नुपर्छ, अब पढ्नुपर्छ, तैँले पनि मैले पनि पढ्नुपर्छ, अनि दुवै बाउ छोराले जागिर खानुपर्छ, ठुलो मान्छे बन्नुपर्छ अनि भनेर भन्नुहुन्थ्यो। गाउँमा रहेका परम्परागत बाजाहरूको उपयोगबाट संस्कृतिको संरक्षण र आर्थिक उपार्जनको अवसर खोज्न पनि सक्रिय छन्। युवासँग हाम्रो सहयात्रा परियोजनाले दिएको तालिम र अनुशिक्षणले परम्परागत संस्कृतिको संरक्षणमा लाग्न प्रेरित गरेको छ। मनै भक्कानिएर आयो के, अब सिक्नुपर्छ, अब बुवाले नबजाए पनि अब आफूले बजाउनुपर्छ अनि भन्ने अलि उत्सुकता जाँगर म अलि एक्टिभ भएँ त। मैले केही गर्नुपर्छ भन्ने मेरो अब जोस जाँगर आयो। भगवती माईको यस दुर्गम गाउँमा संस्कृति संरक्षणको काम भएपछि उनीहरूले यसमा आफ्नो भविष्य मात्र देखेनन्। गाउँबाट हराउन लागेका नाच पनि सुरु गरे। लहरे पैचरी नाचलाई उनीहरूले पुनर्जीवन दिए। यो हाम्रो दिदीबाजेबाट खेलेका हुन्, त्यहाँ बिर्सेका थियौँ, त्यो थाहै थिएन। अहिले भाइले गान गर्नेखेरिमा खुब राम्रो छ, खुसी भएको छ खेल देख्नेखेरिमा। आइरहन्छ हामी पनि सिक्न लागि, सिकिसकेका पनि हौँ। जान 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 यसमा मादल पनि हुन्छ अनि बाजा पनि हुन्छ, दुईटै हुन्छ। एउटा अनौठो कुरा, दैलेखको दुर्गम गाउँमा परम्परागत रूपमा दलित परियार समुदायले मात्रै बजाउने यो बाजा अब अरू समुदायले पनि बजाउन थालेका छन्। पहिले त अब छुवाछुत, अब त दमाईको छोराले मात्रै बजाउने, त दमाईको छोराले मात्रै सिलाउने, त्यही काम थियो। अब दमाईले अब कपडा सिलाउने अनि बाजा बजाउने, अनि बादीले अनि अब मादलहरू बनाउने, अनि अब कामीहरूले अब भाँडा बनाउने, त्यस्तो अब प्रथा थियो। अहिले त अब जसले पनि छ हटिहाल्यो। पहिलेदेखि चलिआएको रीतिरिवाज, चालचलन, वेशभूषा अब लोप भइरहेको थियो। यो युवालाई सस्ता आएदेखि अब लहरे पैँचारी सबै आयो। अनि पहिलेदेखि चलिआएको पहिलेदेखि चलिआएको बाजाहरूलाई अब हामीहरूले पनि अब केही हामी बजाउँदै थियौँ, केही सस्ता आएर अब हामीलाई साथ दिएर हामीले बजायौँ। अनि अलि पछिसम्म त हामी अलि आम्दानी स्रोत पनि गर्न सक्छौँ। दैलेखको ढुङ्गेश्वर बजारलाई हुस्सुले छोपेको छ। मोहन बुढा भने यही नै जीवन खोजिरहेका छन्। यहाँको पसलमा फोटोग्राफरको काम गरिरहेका छन्। तर उनको लक्ष्य भने गाउँ समुदायका दृश्य खिच्नु र त्यसको सम्पादन गर्नु हो। सक्दैन लाग्थ्यो पहिला, त्यसपछि त्योमा सरहरूले पढाउँदै जानुभयो, अनि क्यामेराहरू चलाउन दिनुभयो, अनि त्यो कम्प्युटरहरूमा बस्न प्र्याक्टिकल गर्न सिकाउनु भयो। त्यो सिकाएपछि त्यहाँबाट त गर्न सकिन्छ, मनमा आत्मविश्वास भयो अनि गर्न सकिन्छ भनेर लागेको। मैले पनि युट्युबमा 2-3टा भ्लगहरू बनाएर आफूले नै एडिट गरेर दसैँ विशेष एउटा भिडियो बनाएर पनि हालेछु। आफ्नो सिप क्षमता नबिर्सियोस् भनेर फोटो स्टुडियोमा अलिअलि काम गर्छु। कथा मोहन बुढाको मात्रै होइन।
त्यहाँ अब सरले अब भिडियो एडिटिङहरू, भोकल रेकर्डिङहरू, मिक्सिङहरू एडिसनबाट त्यो सिकाउनु भयो सरले। अब कसरी क्यामेरा, कसरी फोटोहरू खिच्ने भनेर, अब भोइसलाई कसरी राम्रो बनाउने भनेर त्यो सिकाउनु भयो। अनि भिडियोहरू एडिटिङ गर्न, अब भिडियोहरूलाई कसरी हामीलाई आउँथेन नि त पहिला। म चाहिँ अब कालीकोटमा पढेको हो, 10 सम्म चाहिँ म वहीँ पढेको हो। त्यहाँ पढ्दाखेरि चाहिँ म पढ्दाखेरि 6 क्लासदेखि चाहिँ 10 सम्म कम्प्युटर थियो सब्जेक्ट, मानौँ न थ्योरिकल रूपमा चाहिँ हामी पढ्थ्यौँ, तर कम्प्युटरका बारेमा मात्रै पढ्थ्यौँ, प्र्याक्टिकल रूपमा चाहिँ हामीले देख्न पाएको थिएनौँ। हामीलाई चाहिँ यो अवसर दिनुभएकोमा, यो प्लेटफर्म दिनुभएकोमा एकदमै आभारी छौँ। हामी 12 जना विद्यार्थी थियो त्यो एडिटिङ सिक्ने। मलाई चाहिँ एकदमै नयाँ कुरा देखे जस्तो, नयाँ संसारै देखे जस्तो भएको छ हैन। कम्प्युटर देख्दाखेरि, सिक्दाखेरि, हामीले प्र्याक्टिकल रूपमा छुँदाखेरि चाहिँ एकदम खुसी लागेको छ। जस हामीले गर्न सक्यो भने, मान्छेको इच्छा र जोस जाँगर भयो भने सबै कुरा गर्न सकिन्छ भन्ने एउटा विश्वास पनि दिलाएको छ यो एडिटिङ क्लासले चाहिँ। गीत र नृत्यमा नरमाउने को होला र? गौरा विश्वकर्माले नृत्यमा आफ्नो सपना देखिरहेकी छिन्। क्लास 6 देखि नै डान्सलाई सुरु गरेको। पहिलादेखि नै, सानैदेखि नै रुचि थियो र डान्सलाई पनि अखानि थियो, तर पहिला चाहिँ सपोर्टरकै हुनुहुन्थेन। अब पछि आयो डान्स गर्नुपर्छ भनेर फ्यामिलीहरूले पनि गर, अनि सब फ्यामिलीहरूले सपोर्ट गरेर अनि डान्सलाई स्टार्टिङ गर भनेर मोबाइलदेखि इन्टरनेटहरू भयो, उनीहरूको सहायताले अखानि बढे। अनि बिस्तारै अरू पनि संस्थाहरूले अपर्च्युनिटीहरू दिएर अखानि बढ्न सफल भए। विद्यालयहरूबाट पनि सर म्यामहरू सबैले सपोर्ट गर्नुहुन्छ। एकचोटि नाचे, अर्कोचोटि नाचे, नाच्दा नाच्दै एक्सपर्ट भए। अनि प्रोग्रामहरूमा सानो स्टेजदेखि चढेर ठुलो स्टेज चढ्न सफल भयो नि त। नृत्यको तालिम लिएको केही समयमा नै उनले आफै पढेको विद्यालयमा अरूलाई नृत्य सिकाइरहेकी छिन्। स्थानीय महोत्सवहरूमा समेत उनको नाच विशेष बनिरहेको छ। महोत्सवहरू लगाइरहन्थ्यो, अनि त्यहाँ चाहिँ इन्भाइटहरू गरिरहन्थ्यो। अनि म त्यहाँ गएर त्यहाँ सकाएर, अनि अहिले चाहिँ स्कुलहरू भयो, अनि आफ्नै लम्कीमा डान्स क्लास छ, त्यतातिर पनि सिकाइरहन्छु। अनि यो वाइजे इन्टरटेनमेन्ट, अक्सफाम, अनि युवालय हैन, अनि उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। उहाँहरूले गर्दा पनि म यति धेरै अखानि बढेको छु कि धेरै नाम कमाइरहेको हुन्छु। यो विद्यालयमा मात्रै होइन, व्यवस्थित नगरमा पनि त्यस्तै उहाँले गर्नुभएको छ। जुन विद्यालयमा जानुहुन्छ उहाँको त्यस्तै नै छ। जुन विद्यालयमा गएर पनि सेकेन्ड पोजिसन भनेको छैन, फर्स्ट पोजिसन हो। जहाँ गए पनि गौराको फर्स्ट पोजिसन। गौरालाई देख्दा आफैलाई पनि, हामीलाई अहिले पढाउने टिचरहरूलाई पनि एकदम खुसी। सायद हाम्रो समुदाय पनि गौरादेखि एकदमै खुसी छ। घर परिवारका मानिसहरू उनको कामबाट खुसी छन्। म यसको ठुली मम्मी हुँ। यसको कलाहरू, नाच गाना सब राम्रै छ। सब जग्गामा गयो भने फर्स्ट आउँछ छोरी। बुवा आमा इन्डिया हुनुहुन्छ, उहाँ ड्याडी, उहाँ मम्मी। गौराका बुबा र आमा रोजगारीका लागि भारतमा छन्। उनले पाएको सफलता उनीहरूका लागि गर्वको विषय भएको छ। मेरी छोरी नाच्यो भने म त ऐश्वर्या र विश्व सुन्दरी नाचे जस्तै मान्छु के। मलाई राम्रो लाग्छ छोरीहरूले नाच्छन्, गाउन्, अगाडि बढ्छन्, प्राउड फिल गर्छु। भोलि त गाउँघरमा, स्कुलमा, स्टेजमा जहाँ पनि गएर जसरी नाच्छे त्यो तरिकाले जो गाउँघरका मान्छेहरू एउटा विश्वास भरोसाले रमाइलो मानेर तँलाई तेरो जो डान्स हेर्छ नि, त्यो सबभन्दा ठुलो उपलब्धि हो आफ्नो जीवनको। हो, गौरासँग अरू धेरै सपनाहरू छन्। यी सपना पूरा गर्न उनले धेरै यात्रा गर्नुपर्नेछ। रमेश परियार, मोहन बुढा, सङ्गीता दमाई, सृजना विश्वकर्माले सङ्गालेका यी सपनाहरू पूरा हुन पनि समय लाग्ला। तर आफ्ना सपना पूरा गर्ने बाटोमा उनीहरूका पाइला भने अघि बढिसकेका छन्।